दशकौंदेखि हामीले त्यो 100 रुपैयाँ भन्दा माथि चाहिँ कर लगाउने नियम, यो राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि बालेन शाह प्रधानमन्त्री भएपछि भएको होइन। यो लामो समयदेखि हाम्रो आर्थिक ऐनमा 100 रुपैयाँ भन्दा बढीका आयातहरूमा चाहिँ कर लाग्ने भन्ने प्रावधान पहिल्यै थियो। तर 100 रुपैयाँले त आजकल के आउँछ? के पनि आउँदैन। यो त अन्याय हो। 1 किलो चिनी, एउटा साबुन, एउटा मञ्जन, कापी कलम पारीबाट लिएर आउनेलाई पनि कर ठटाउँदाखेरि अलि अस्वाभाविक भएकै हो। त्यसैले यसपटक हामीले यसलाई बढाएर 500 रुपैयाँ पुर्यायौँ। तर अझै बढी पुर्याउने हो कि 1000 रुपैयाँ, 2000 रुपैयाँ, 2500 रुपैयाँसम्म चाहिँ ल्याउने दिने हो कि भन्दाखेरि चाहिँ दुईटा पोलिसी इस्युज भयो। के भयो भने अब यहाँहरू सबैलाई थाहा छ, बजारका हाम्रो नेपाल साइडका बजारहरू जम्मै सुकेका थिए गत वर्षदेखि। अहिले गुलजार छ, चलायमान छ। नेपाली साइडका हाम्रो तराई मधेसका बजारहरू त अहिले खुसी छन्, तङ्ग्रियो, व्यापार फेरि फर्कियो भनेर खुसी पनि छन्, किनकि बोर्डरमा अलिकति इलिगल कुराहरूलाई हामीले कन्ट्रोल गर्न सक्यौँ। अब त्यहाँ दुईटा कुरा, एउटा सिधा सोझा हाम्रा नेपाली मधेसी दाजुभाइ दिदीबहिनीहरू मुख्यतः जो पारी गएर सामान्य घरायसी प्रयोजनको लागि किनमेल गर्नुहुन्छ, उहाँहरूलाई दुःख दिन हुँदैन, उहाँहरूलाई दुःख दिन भएन। तर हामीलाई यो पनि थाहा छ कि सँगसँगै त्यहाँ सङ्गठित तस्करीको ठुलो जालो छ। राजस्व चुहावट त्यहीँबाट हुन्छ, गुन्डागर्दी त्यहीँबाट हुन्छ। त्यहाँका लोकल राजनीतिक कर्मीहरूले शक्ति आर्जन त्यसैको बलमा गर्ने गरेका छन्। त्यो त नियन्त्रण गर्न पर्यो नि त, सुशासनको मुद्दा लिएर आएको सरकारले। त्यसैले सिधा सोझा मधेसी दाजुभाइ दिदी बहिनीहरू जसले सीमाको रक्षा गरेर बस्नुभएका छ, उहाँहरूलाई राहत अधिकतम दिउँ, पर्यो भने अलिकति आँखा चिम्लिदेऊ पनि भनेका छौँ हामीले सशस्त्र प्रहरीहरूलाई भन्सारहरूमा। तर सङ्गठित तस्करी चाहिँ रोकौँ, यो रोक्नुपर्छ। त्यसैले यो ब्यालेन्सिङ एक्टमा कहीँ कतै कमजोरी भएका छन् भने यसलाई सुधार्दै सपार्दै अगाडि लाने हो। तर यसमा हामी इमान्दारपूर्वक नै अगाडि बढेका छौँ। हाम्रा सभापतिजी पहिला एकपल्ट गृहमन्त्री हुँदाखेरि उहाँले के भन्नुभएको थियो भने त्यो सशस्त्र प्रहरीलाई चाहिँ थाहा छ को सिधा सोझा जनताले हो, को चाहिँ बदमास हो भने थाहा हुन्छ, त्यतातिरबाट प्रहार गरौँ यसलाई भन्ने पनि हाम्रो रणनीति छ। त्यसैले आम मधेसी दाजुभाइ दिदीबहिनीहरूलाई दुःख नदिने, सानातिना कुराहरूमा उदार भइदिने, आँखा चिम्लिदिने, तर अवैध व्यापार र तस्करीप्रति चाहिँ हामी निर्मम हुने भन्ने नीति अनुसार हामी अगाडि बढेका छौँ। यहाँहरूले पनि सुझाउनु होला, यसो गर्दा राम्रो हुन्छ है, अलिक बढी नै मर्का परेको छ मधेसमा, यसरी अलिकति सपारेर सुधारेर जाउँ भने हामी खुब यहाँहरूको कुरा सुन्न तयार छौँ। गृहमन्त्रीजीले प्रहरी प्रशासन र अर्थमन्त्रीले भन्सार प्रशासनलाई कसरी जनमैत्री बनाउँदै लाने भन्ने कुरामा यहाँहरूको सुझावबाट हामी लाभान्वित हुन पनि चाहन्छौँ।